सम्पूर्ण साथीहरुमा मेरो नमस्कार। म माधव केसी। हामी अहिले घोराई तुलसीपुर सडक खण्ड अन्तर्गत सर्राबाट सौडियारतर्फ अगाडि लागेका छौं। हामीहरु सौडियारबाट कनरेको बाटो छोडेर सुक्वारीतर्फ लागेका छौं। यो सडक मार्गबाट हामीहरु बबई नदीलाई पार गर्दै नैनुवारबाट डाङ्गी गाउँतर्फ लाग्दैछौँ। हाम्रो यात्रा तुइदाङसम्मको रहनेछ। डाङ्गी गाउँमा रहेको यो पिपल बुटा चोक, यहाँदेखि हामी पुनः दक्षिणतर्फ अगाडि बढ्न सक्दछौँ। यहाँदेखि झन्डै 5 किलोमिटरको दूरीमा मन्नामे रहेको छ। दृश्यमा घोराई उपत्यका, दाङ उपत्यकाको घोराईमा रहेको वडा नम्बर 5 र 5 नम्बर वडामा रहेको यो सानो तलाउ, सोतामा रहेको पानी, वन, नागबेली सडकहरू। अब हामी मन्नामे आइपुगेका छौँ। मन्नामेबाट बायाँतर्फ हामी जाँदैछौँ। यो राष्ट्रिय झण्डा दायाँतर्फ गयो भने बखरिया पुग्न सकिन्छ भने दायाँतर्फबाट रज्जे हुँदै हामी रिहार पुग्न सक्दछौँ। यो मन्नामेको भूभाग हो। मन्नामेबाट यी फुलहरू फुलेका घरहरूसँगै हरियाली सडकहरू छिचोल्दै हामीहरू रज्जेतर्फ लागेका छौँ। रज्जे र मन्नामे घोराई उपमहानगरपालिका वडा नम्बर 5 मा पर्ने तुइदाङ क्षेत्रमा पर्ने गाउँहरू हुन्। अहिले सडक विस्तार भएको छ। सडक सञ्जाल, विद्युत विस्तार लगायतका पूर्वाधारहरू यहाँ रहेका छन्। डढेलो लागेको वन, हरियाली सडक, एक नासका रमणीय हाम्रा गाउँघरहरू, दाजुभाइहरू अनि सोता कान्ला हुँदै हामी अगाडि बढ्यौँ र रिहार जाने मार्गको अन्तिम खण्डमा हामी तुइदाङको शीर्ष स्थानमा आएका छौँ। यहाँबाट पूर्वतर्फ गयो भने मसोड पुगिन्छ भने दक्षिणतर्फ गयो भने टिटिहाँसहरू तुइदाङमा देख्न सकिन्छ। हामी रिहारतर्फ नगएर पुनः मन्नामे फर्किएर यो राष्ट्रिय झण्डा राखेको चोकबाट अब पश्चिमतर्फ दायाँतर्फ लाग्दैछौँ। हामी रज्जेबाट मन्नामे फर्किसकेपछिको दृश्य हो यो। मन्नामे गाउँ सकियो। यहाँदेखि अगाडि हामी पिणाली बोटबाट डोटे रह क्षेत्र पार गर्दै सिमलखुट्टीतर्फ जाँदैछौँ। सिमलखुट्टी, साजखुट्टी, बराखुट्टी, गाईखुट्टी लगायतका अन्तिममा खुट्टी लागेका, खुट्टी पर्ते लागेका धेरै गाउँहरू तुइदाङको करिब 1 दर्जन गाउँहरू मध्येमा धेरै यसो खुट्टी शब्द जोडिएका गाउँहरू रहेका छन्। यो चाहिँ पिणाली बोट नजिक हो र यहाँ रहेको डोटे रह, यसै गरी तुई खोलामा ताउले रह र भुती रह पनि परम्परादेखि कायम रहेको देख्न सकिन्छ। परम्परागत घरहरूमा छानो फेरिँदै गएका छन्। सडक, सञ्चार र विद्युत पुगिसके तापनि दर्जनौं ठाउँबाट तुई खोलाको कतै अस्थायी कतै स्थायी किसिमको कछुवेहरू पार गर्दै हामी अगाडि बढ्न सक्दछौँ। मस्त फुलहरू फुलेका छन्। हामी झन्डै सिमलखुट्टी, एकजना आमा दाउरा गर्दै हुनुहुन्छ। सिमलखुट्टीको नजिकै पुग्यौँ। यी घरहरू
यो सडकमा चल्ने सवारी साधन, पुराना भग्नावशेष घरहरूसँगै जोडिएका काठैका बारहरू, दाउराको खलिहान, पुरानो समयमा स्मृतिका पानाहरूमा फर्किएको अनुभूति हुन्छ। हेर्नुहोस् है, हाम्रो यात्रा बीचमा देख्न सकिने यो दुई खोला। अब हामी सिमलखुट्टी आइपुगेका छौँ। गाईबस्तु, लालाबाला अनि यो सधैँ मलाई आकर्षक लाग्ने ठाउँ र यो घरमा रहेको फुलहरू। सिमलखुट्टीबाट अगाडि बढ्यौँ हामी। अब हामी यो हरियाली छिचोल्दै, यो पानी छिचोल्दै, दुई खोलालाई तर्दै साँझखुट्टी पुग्नेछौँ। दुई खोला दर्जनौँ ठाउँमा तरिए पनि यसले कुनै पनि भूभागलाई सिन्चित नगरेको पाइयो। साँझखुट्टीको एउटा सिधा सरल बाटोमा रहेको झाङ्गिएको रूप यहाँको पहिचान जस्तो लाग्दछ। दुवैतर्फ दाङको र देउखुरीको पहाड भनेर बुझिने झन्डै 1 किलोमिटर दूरीको पहाडहरूको श्रृङ्खलामा झन्डै 17 किलोमिटर लामो तुइदाङ उपत्यकामा रहेको यो ढुङ्गे घाट, यो हरित चौर, झोलुङ्गे पुल, वन, जल अनि खुला चौर तपाईँलाई पनि स्वागत गरेर बसिराखेको छ। आउनुहोस् है। यहाँदेखि अर्को भिडियोमा तुलसीपुरसम्म हामी पुग्नेछौँ। हस्त, नमस्कार, धन्यवाद।